सेल हेर्नमा जस्तो भए पनि खाँदा चाहिँ कुरुम कुरुम झुरुम झुरुम गर्ने चाहिन्छ क्या मलाई चाहिँ। मैले काजु बदाम नरिवल सक्खर दुध र घिउ राख्छु दाउनमा अनि असाध्यै नै मिठो हुन्छ। त्यति गोलो गोलो त अब आफूलाई कस्तो मनपर्छ त्यही अनुसार बनाउने हो, सानो ठुलो पनि त्यही हो। म कसरी बनाउँछु भने नि रातभरि भिजाएको चामललाई सर्लक्क म चाहिँ मिक्सरमा राखेर अब सेलको लागि चाहिने सामग्रीहरू मेरो इच्छा अनुसार यो सबैले राख्नुपर्छ भन्ने छैन। काजु बदाम ल्वाङ सुकुमेलाई दरदरा पिसेर त्यो चामल माथि नै राख्छु। अब यसमा नरिवल पनि मैले कुड्का कुड्का बनाएर राखेँ, स्वाद अनुसार चिनी, घिउ चाहिँ सेलमा अलि निकै सुरुमै राख्यो भने नरम हुन्छ नि त। त्यसै गरी राख्दैछु दुध, अलिकति सक्खर पनि राखेँ, फ्लेभर एकदमै मिठो आउने होइन। अनि कलर पनि दामी। मिक्सरमा चाहिँ मैले मजासँग पिसिसकेँ। यो मसिनो हुनु पर्दैन, लगभग यतिको भइसकेपछि सेल बनाउनको लागि रेडी भइसक्यो। मैले एउटा सफा भाँडामा खन्याएर मजाले फाउँछु। दाउन पुएर फाइसकेपछि दामी सेल बन्छ। मैले यो भाँडामा नै गोलो बनाएँ अनि यता चाहिँ तेल तताइसकेँ। तेल माथि नै अब त डिप फ्राई गर्ने त हो नि, अब के काम छ र होइन। मजाले हाई हिटमा तेल तताएर खुरु खुरु गोलो बनाउने अनि काँडा उठे उठ्छ, नउठे उठ्दैन, तर खाँदा असाध्यै नै मिठो छँदैछ। सेल बनाउन त्यति ढङ्ग भएको मान्छे चाहिँ होइन रहेछु म। ल हेर्नुहोस् त यो गोलो गोलो राम्रो बनेको छ त, पटक्कै बनेको छैन है। कस्तो लाग्यो हजुरहरूलाई? तर काम चलाउ सेल भने चाहिँ पक्कै पनि पकाएँ जस्तो लाग्छ क्या मलाई। हजुरहरूलाई के लाग्छ?